आज मिति 2081 साल चैत्र महिनाको 2 गतेका दिन यो वाल चाहिँ हामीले सुरुमा यता उँभोपट्टिदेखि सुरु गरेर परदेखि सुरु गरेर यो तीनवटा कोठा छ यो पिलरले गर्दाखेरि यता सकेर अनि त्यसपछि उतापट्टिबाट घुमाउँदै हामीले तल्लोपट्टि हुँदै यता अगाडि फेसमा आज वाल लगाइसकेका छौँ र यहाँनिर चाहिँ यस्तो देखिन्छ। तपाईँहरूले यस्तो देख्न सक्नुहुन्छ। यहाँ चाहिँ वालहरू सबै लगाइसकेका छौँ अनि वाल साथसाथै हामीले सबै यो झ्याल ढोकाहरू पनि लगाइसकेका छौँ। यहाँनिर हामीले 4x4 को यो झ्यालहरू राखेका छौँ र झ्यालमा रडहरू हालिएको छ भने माथिबाट पनि झ्यालमाथि ढलान तल पनि ढलान र साइडमा यहाँनिर रड झ्यालको साइडमा काठमा रड ठोकेर त्यहाँनिर पनि ढलान हानेको छ। रड भएको ठाउँमा यसरी पुरासँगले एकदम राम्रोसँगले कामहरू भइरहेको छ। एकदमै कामहरू चलिरहेछ। यो मेन गेट यो चाहिँ चौडा चाहिँ यसको चौडाइ चाहिँ 4 फिट र उचाइ चाहिँ 7 फिटे ढोका यहाँनिर अगाडिपट्टि रहेको छ भने यो पछाडिपट्टि उँधोपट्टि फेसमा चाहिँ यहाँनिर चाहिँ सबै वाल वरदेखि परसम्म वाल छ। यहाँनिर पिलर यो वाल छ 9 फिट वाल छ अनि यहाँनिर चाहिँ झ्याल छ। यो सबै झ्यालहरू चाहिँ 4 अनि यो सबै ढोकाहरू 7 फिटे ढोका छ अनि यहाँनिर दुईटा ढोका अनि यहाँ दुईटा झ्याल अगाडि कटिसक्यो अनि फेरि यो 3टा झ्याल अनि यहाँनिर फेरि 4वटा यो चारवटा झ्याल पछि यहाँनिर चाहिँ ढोका फेरि यहाँनिर चाहिँ ढोका रहेको छ 7 फिटे ढोका रहेको छ यतातिर अनि यहाँनिर चाहिँ पछि प्रवचन दिने बोल्ने ठाउँहरू यहाँभित्र चाहिँ यो ठाउँमा चाहिँ रहने भनेर यो ढोका यहाँदेखि पनि भित्र बाहिर गर्न सकिन्छ। यतातिर चाहिँ भवनको भित्री फेसहरू भित्री भागहरू रहेको छ र यतातिर चाहिँ प्रवचन दिने ठाउँ पछि बन्ने र यहाँनिर टोइलेटको लागि ढोका तय भइसकेको छ 6 फुटे ढोका र यहाँनिर टोइलेट यसरी यो प्यासेजबाट गएर यतातिर फेरि टोइलेट बनिरहेको छ र टोइलेटको पनि गाह्रो हामीले यहाँ हिजोदेखि एकजनाले लाउँदै हुनुहुन्छ अनि हामी अरू चाहिँ उतातिर र यतातिर यो टोइलेटको हज पनि यहाँनिर हामीले टालिसकेका छौँ। माथिबाट ढक्कन हालिसकेका छौँ र यहाँ टोइलेटको हज पनि 8.5 फिट गहिराई खनेको छ र यहाँनिर ढक्कन पनि हालिसकेका छौँ। अब यो टोइलेट पनि भोलि नभए पनि पर्सि चाहिँ कम्प्लिट हुँदैछ र यसरी यो कामहरू चाहिँ यहाँनिर काठहरू यहाँनिर देख्न सक्नुहुन्छ 14 फिटे काठ यो माथि छानाको लागि अनि त्यसपछि यहाँनिर 14 फिटे काठहरू यता तल्लोपट्टि पनि हामीले राखिएको छ। यतातिर पनि हामीले त्यही काठहरू वाल लाउनको लागि चाहिँ चलाएको हो भने अनि यतातिर चाहिँ यहाँ ढोकाको लागि तहतीहरू राखिएको छ। यतातिर तहतीहरू छ ढोकाको लागि यहाँनिर 14 फिटे यो माथि छानाकै लागि काठहरू हो भने यतातिर पनि साइडमा उतापट्टि पनि यहाँ वाल लगाइसकेको छ। यसलाई दह्रो बनाउनको लागि यसरी लगाएको छ भने यतातिर चाहिँ रोड छ अनि यहाँनिर यो चाहिँ 22 फिटे तपाईँको माथि यो चर्च भवनको माथि यता यो चौडाइमा 60 तलदेखि माथिसम्म अर्थात् माथिदेखि तलसम्म लाउनको लागि चाहिँ हामीले यो 22 फिटे काटेको। एकदम यो काठ काट्नको लागि चाहिँ गाह्रो भएको थियो र ल्याउनलाई पनि तर भने आइसकेको छ। जम्मा लामो छ 22 फिटे काठ क्यामेरामा पनि झन्डै नअटाउने एकदमै लामो काठ छ 22 फिटे काठ छ अनि यो पनि आइसकेको छ र 14 फिटे यो पिलरमा हामीले जोड्नु पर्यो भने 14 फिटे पनि जोड्न सकिन्छ र 22 फिटे काठ छ अनि यहाँ माथि छाना अब केही दिनपछि छाना पनि
हाल्ने तर्खरमा तयारीमा छौँ। धन्यवाद।